नमस्ते दर्शक महानुभावहरू, कमेडी बाजी युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज हजुरहरूलाई मैले देशी जुगाडको तरिका सिकाउन गइरहेको छु। यसो तपाईहरूले पनि यसो घरमा यसरी मौरीको घाट तयार गर्न सक्नुहुन्छ। यो कसरी भन्दा नि खेर गएको पलाइको टुक्रा टाक्रीहरूलाई मैले जोडेर बाक्सा घार यस्तो बाक्सा घार बनाएको थिएँ। अनि यसमा मौरी बस्नु नि आएन, अलि ठुलो पनि भएको थियो। त्यही कारणले मैले यसलाई बीजबाट काटेर अनि आधुनिक घार बनाउने विचार गरेर अब यसरी काटेपछि यो एउटा खेर गएको पलाइको यो बाक्सा बनाएको थिएँ। अनि त्यसलाई बिचमा काटेर मैले अब चाहिँ दुईटा आधुनिक घार बनाउने कोसिस गर्दैछु। अनि मैले यो बिचमा काटेर अनि यसलाई बिचमा काटी तल फलक ठोकी अनि यसरी यो मौरी जानी पनि बनाई। त्यसपछि अब मसँग यो चाहिँ हाम्रो आधुनिक घरको मापदण्ड अनुसारकै फ्रेम हो यो दुईटा चाहिँ। अनि मैले अर्को घरबाट चाहिँ आधुनिक घरबाट चाहिँ मौरी यहाँ सार्न सकिन्छ भनेर मैले दुई तीनटा फ्रेम लाग्ने चाहिँ यसरी यसमा काटेर यसो गरेर यसरी मिलाएँ। त्यसपछि मैले यो झिकेर हाल्न नि मिल्यो। अनि मैले यो बाक्सा सानो भएर अनि यसलाई यो प्रकारले यो बाक्साको डिल काटेर अनि यसै राखेको छु। अनि यो मेरो टुक्रा टाक्री खेर गएको काठहरू थियो। अनि त्यसैलाई जोडजाम गरेर मिलेको पनि छैन। अनि यो खेर गएको टुक्रा टाक्री काठहरू बटुलेर मैले यसलाई लाग्ने फ्रेम तयार गरेँ। अनि फ्रेम तयार गरेपछि यो यसै टक्क मैले मिलाएर जोडजाम सानो ठुलो त्यस्तो एकदम राम्रो चिटिक्क चाहिँ भएको छैन। अब नभए पनि मैले सर्लक्कै यो कोही मोटो कोही छोटो कोही सानो जस्तो जस्तो लिस्टिकको टुक्रा टाक्री भेट्छ त्यहीबाट मैले यसरी आधुनिक घार, आधुनिक त के भनौँ धुनिक भन्नुपर्छ, पुरै फिनिसिङ भए भए आधुनिक हुन्थ्यो। यो त अब टुक्रा टाक्री जोडेर बनाएको। यसरी टुक्रा टाक्री खोज्दै मोटो पातलो सानो ठुलो सबै मिलाएर अनि मैले काटकुट पारेर अनि यसरी अब एउटा टुक्रा टाक्री पलाई जोडेर अनि यो मुढे घार जस्तो बनाएको ठुलो पनि भयो। अनि यसमा मौरी आएन। मौरी नआएपछि मैले यसलाई बिचमा गेडेर अनि
आधुनिक धुनी घर बनाइदिइहालेँ। अब यसरी यतिको भएपछि त चट्टै यसमा 9वटा फ्रेम चाहिँ हड्ने भयो, 10वटै चाहिँ हटेन। यो अब देशी जुगाड भन्छ। यसो खेर गएको टुक्रा टाक्री काठहरूलाई मिलाएर मैले एउटा बक्से घरबाट 2टा आधुनिक घर तयार गर्दै छु र हजुरहरूलाई यसमा पछि पारेको छ। अब सबै पलाइहरूकै पातलो भाटामा अरूको टुक्रा काटेर डबल गरेर जोडेर अनि मैले त्यही 20 mm जतिको बनाएको छु। पातलो भाटामा 2टा पलाइ जोडेर अनि त्यसरी यो दिनभरि चली। अनि यो एउटालाई चाहिँ तयार बनाई अब ढक्कनहरू तयार गर्ने बाँकी छ। अनि अब यो एउटालाई छ। अब यसलाई पनि टुक्रा टाक्री जोडजाड पारेर अब फ्रेम बनाएर अनि यसलाई पनि हाल्ने हो। अनि हालिसकेपछि टक्क 2टा आधुनिक घर तयार हुन्छ साथीहरू। त्यसपछि अनि अब यो रेडी गरेर यसो रङसङ दलेर मैले यसमा मौरी हाल्ने विचार गरेँ। अब किन्न गए पनि 4000 4500 5000 भन्न थालिसक्यो अहिले त आधुनिक घर पनि। अनि मैले चाहिँ अब यसो यो खतरा थात्री पल्लाई यताउता भेट्यो भने बोके आए, टुक्रा टाक्री जोड्यो, मौरी घर रेडी गरेको हजुर। यसलाई भन्छ देशी जुगाड भन्थ्यो हिन्दीमा। मैले पनि त्यसकै देखसिखो गरेर खेर गएको पलाई, खेर गएको काठको टुक्रा टाक्री जोडजाड पारेर अनि मैले यसलाई चट्ट पारेर मौरी राख्ने आधुनिक घर तयार गरेँ। हजुरहरूले पनि यस्तो मौरी पाल्न रहर गर्ने साथीहरूले यसरी नै देशी जुगाड पाराले खोजेर राख्नुभयो भने अनि तपाईँहरूले पनि मौरी पालन गर्न सक्छ साथीहरू। यो मौरी पालन गर्नलाई धेरै खर्च लाग्दैन। यसो अलि जाँगर चलाउनु पर्यो। अनि यसरी तपाईँहरूले टक्क यो मिलाएर अब यो घार र फ्रेम बराबर थियो। अनि के गर्ने भन्ने विचार आयो। यसो दिमाग खेलाएको देशी जुगाड आइहाल्यो। बाक्साको उसलाई नै यसरी काटेर अनि टक्क यसरी ठक्क फ्रेम मिल्ने बनाइदिएँ। अनि अब यसमा टक्क कभर इनर कभर राखेर एउटा ढक्कन सिम्पल पाराको बनाइदियो भने 2टा घर तयार हुने भइहाल्यो। अनि साथीहरू यहाँ फेरि मेरोमा यसरी मौरी यहाँतिर घुम्न आउँछ। अनि मैले यसलाई यसरी म दलेर यसो खान दिएको अनि झुत्तेर खान आइरहेछ। अनि यसरी खाएर यसो यहाँ
घार चिन्छ र यसो पछि आफै पनि आउन सक्छ। हजुरहरूले पनि यो तरिका अपनाउनु होला। यसो घरको ठाउँमा ठक्क मुढासुढा यसै काटकुट गरेर अनि तपाईँहरूले यसै ठाउँमा मुढे घार झुन्याइदिनु भयो भने यो पनि मेरो आफ्नै आइडिया हो। त्यहाँ मुढा पाथी यो पिपलको मुढा अनि अब यसलाई पुरै भरिभर धोत्रो थिएन। धोत्रो नभएको कारणले मैले यसलाई बिचमा चिरेर गुदी निकालेर अनि फेरि अनि ख्याप्प जोडेर अनि मौरीको घार बनाएको साथीहरू। अब यही हो। यसो बसी बिहान अब यसरी आएर खाँदै जाँदै गरेको छ। यसो हेरेर पछि यहाँ त बस्ने ठाउँ रहेछ है भनेर आउनु पनि सक्छ। त्यही भएर हजुरहरूलाई जानकारी गराएँ। यही हो। यसो कौसीतिर बस्यो चल्यो त्यही हो। फुर्सदको टाइममा कति बसिरहनु अनि यसो अलिअलि यसो गमलातिर अलिअलि आफूलाई खानालाई साथै त्यहाँ ड्रागन फ्रुट पनि जारमा पोहोर राम्रै फल्यो। एकदम मिठो खाले छ यो चाहिँ। अनि यता यसो अलिअलि सिमीहरू फल्दैछन्। अनि गोलभेडा पाकेको छ। कागती यता फल्दैछन् फुल्दैछन्। यो बाह्रमासी कागतीहरू यता यसो जे भेट्यो त्यही ल्याउँदै हाल्दै गऱ्यो। खेर गएको थोत्रा थार्ती बाल्टीहरूमा यी सबै यो पल परेको जारसार खोजेर ल्याएर मुन्तला यसमा बेसरी फलेको थियो। अब यसपालि कतिको फल्छ। अनि यता भेन्डा फलिरहेछ। अनि यता यही हो ठाउँमा। ड्रागन फ्रुट चाहिँ यसपालि अलि धेरै नै बढाउँ कि भनेर धेरै। अब यहाँ दर्शकबिन यो मैले 550 हालेर यो मुन्तला किनेर लिएर आएको थिएँ। 2 वर्ष मुन्तला फल्यो र त्यसपछिबाट अहिले 3 वर्ष भयो सुन्तला फल्न थालेको छ दर्शक महानुभावहरू। अनि 1 वर्ष त 100 गेडा चान्चु नै फल्यो। बोटे हजुर त्यो छपक्कै यत्रो सुन्तला फल्यो। अनि 1 वर्ष चाहिँ त्यो किरा लागेछ र अनि यो फलेको थिएन। फेरि यो वर्ष चाहिँ यसरी छपक्कै चिचिला लागेको छ। अब कति बस्छ कति बस्दैन छपक्कै छ। अनि यहाँ आँपहरू सानसानो चिचिला लागेका छन्। अनि यतातिर इत्रु फल्दैछ आँप। अब बस्छ बस्दैन त्यो चाहिँ ठेगान छैन दर्शक महानुभावहरू। अब पछि बसेर कत्रो फल्छ। बसेर फल्यो भने हजुरहरूलाई फेरि अर्को भिडियोमा देखाउने छु। र यता अम्बा फुल्ने कार्यक्रम भइरहेछ। अलिअलि यहाँ चिचिला फुल्नलाई तयारी गर्दैछ। अब त्यस्तै हो। यसो खेर गएको डरमसरमलाई सदुपयोग गरेर यो अघिल्लो वर्षको बोटो हो। पुरानै बोटो हो भेन्टाको। यसरी टाक्ला टुक्लो फलिरहेछ। यहाँ पनि एउटा सुन्तलाको बोट राम्रै फस्टाउँदैछ। अनि यतातिर ड्रागन फ्रुटको बोट फैलिँदैछ। अनि यो लेमन ग्रास यसो चिया खानलाई हुन्छ भनेर लगाइराखेको। यो अब खुर्सानीको बोटहरू पोहोरकै हो। यसपालि चाहिँ भर्खर
जमाएको यस्तो यतिको आउँदैछ। यहाँ यो ठुलो खाले कागती र खुर्सानीहरू अलिअलि यसो बसी ब्यालो मात्रै हो। यसरी अलिअलि तरकारी लगाउने अनि यसो टुक्रा टाक्री काठ पायो भने टक्क माउरीको घरसार जोड्ने त्यस्तै भइरहेछ। मेरो चाहिँ यो वनको नागार्जुन वनको अलि नजिकै भएर यतातिर चरनको स्रोतहरू राम्रै भएर अनि अलिअलि माउरी हालेर रहर पनि थियो मलाई पहिलेदेखि नै। गाउँमा हुँदाखेरि हालिरहन्थेँ अनि मुढेघाटतिर हुन्थ्यो अनि त्यही भएर यहाँ काठमाडौँमा पनि रहर लगाएर मैले अहिले 5-6 घर मौरी भएको छ। अनि यसो अलिअलि देशी जुगाड गरेर घरसार बनाइयो। दर्शक महानुभावहरू अहिलेलाई चाहिँ अब यति नै गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।